रहेछ बेलुकाको ड्युटी चाहिँ ड्युटी अन भइगयो हो हेर्नुहोस् ड्युटी अन भएको छ मेरो चाहिँ पक हेर्नु त्यसो हो ड्युटी अन हो मेरो हो मेरो भिजिटरहरू चाहिँ मान्छे तातो हाल्दैछु कि अलिक खानु नमान्ला जस्तो गर्दैछु पुँडेहरू दुईवटा छौ त्यसै हो अन्त गाइस अर्को पनि रेडी हुँदैछ फोर हो अब फेरि एउटा ड्युटी छ हो तल गएर लाइट बाल्नु छ मेरो बचेराहरूलाई हो बेलुकाको ड्युटी चाहिँ यस्तो हुन्छ यस्तै छ हेर्दै गर्नुहोस् अब अर्को ड्युटी चालु हो यसो लाइट बालिदिनु पर्ने छ आगोहरू छ होला यिनीहरूको हो थालिँदै छ मेरो डल्लो परेछ चिसो भयो होला कि बजियाहरूलाई यो हो गाइस अब लाइट साइट बालिदिएको अहिले भरे भरे हाल्नुपर्छ चारो चाहिँ चारो पानीहरू अहिले छ पापाले अझै यता सफा गर्दैछ यस्तै छ है गाइस मेरो चाहिँ डे टु डे लाइफहरू यसरी चल्छ बिहान उठ्यो चारो बेलुका भयो चारो सो अब गाइस बेलुकाको फेरि एउटा स्कुल ड्युटी छ हो 3 जना केटाकेटी छ हो ल्याउनु जानु पर्यो यस्तै छ चारो पानीहरू गरिसक्यो हो अब छ ल्याउनु पर्ने केटाकेटी मेरो अन्तिम दिनको काम हो के गर्छु मलाई पनि थाहा हुँदैन हो कन्फ्युज हुन्छ फेरि बेसी थाक्छु तर पनि रिजल्टै आउँदैन स्कुल ड्युटी गर्छु 12 मा आफ्नो गोजीबाट उयो तेल हालेर कुद्नुपर्छ कुखुरा पाल्यो बाँकीले चुर्लुमै पार्छ हो सुँगुर पाल्यो घरबाट भागेकै होइन गाइस के चाहिँ गर्नुपर्ने जिन्दगीमा के चाहिँ गर्नुपर्ने हो गाइस यसो पैसा कमाउने आइडियाहरू छ भन्नुहोस् है गाइस अझ मेरो भ्लग गरिदेऊ न नानी भ्लग गरिदेऊ त बोलिदेऊ न भ्लगमा गाइजहरूलाई के भन्छौ भनिदेऊ न हेलो गाइज भनेको खोइ अदो फोनमा आइरु यहाँनिर फोनमा हो लॉर्ड अल्टोले द ग्रेट थारलाई पास दिएको नि
लाइट नफाल्नु नि एकछिन हौ यहाँनिर डिस्टर्ब छ मलाई पर्खाइसे पस ऊ आयो मेरो भेडा बाख्राहरू छिटो एटेरिक एउटा जग्गाबाट पस न हौ केटीकेटीहरू गाडी आइसक्यो भयो साँझको बेलामा यो सो गाइस म चाहिँ मेरो कामहरू सकेर बहिनीलाई पढाउनुपट्टि लागेँ सो थ्याङ्क्स फर वाचिङ गाइस 6 कहाँसम्म गर्नुपर्ने रे 6 कलर इट वेट where is red color there is no here is red color it yes no don't count just color it